के को लागि सेवा गर्नु मैले खुट्टा धोइसकेपछि के भन्नुभयो तिमीहरू मलाई को हो पनि भन्दछौ चेलाहरूले भन्दछ तपाईँ हामीहरूको गुरु र प्रभु हुनुहुन्छ भनेर भन्दछ अनि यसो प्रभुले के भन्नुहुन्छ थाहा छ म तिमीहरूको गुरु र प्रभु भइकन मैले तिमीहरूको खुट्टा धोएको छु भने तिमीहरूले पनि त्यसै गर तिमीहरूले पनि एकाले अर्कोको सेवा गर्नुपर्छ बुझ्नुहुन्छ योना 13:12-16 तिनीहरूका घोडा धोइसक्नु भएपछि आफ्नो बाहिरी वस्त्र लगाएर उहाँ फेरि बस्नुभयो तब उहाँले तिनीहरूलाई के भन्नुभयो के तिमीहरू जान्दछौ मैले तिमीहरूको निम्ति के गरेँ तिमीहरू मलाई गुरु र प्रभु भन्दछौ त्यो पनि ठिकै भन्दछौ किनभने म उही हुँ अनि 14 पदमा सम्झिनुहोस् पास्टर हुने व्यक्तिहरूले सम्झिनुहोस् योना 13:14 के भनेको छ यदि तिमीहरूका गुरु र प्रभु भइकन मैले तिमीहरूको घोडा धोएको छु हैन चेलाहरूको अर्को होइन चेलाहरूको घोडा धोएको छु भने तिमीहरूले पनि एका अर्कोको घोडा धुनुपर्छ भनेको मतलब तल्लो किसिमको काम पनि गर्न तयार हुनुपर्छ बुझ्नुभयो मेचमा बसेर अराउने काम होइन तल्लो किसिमको काम गर्न तयार यहाँ चलन छ पहिला पास्टर र टक्राउने अनि अरूलाई खाने म मेरो मण्डलीमा जहिले पनि बोल्दाखेरि मेरो एउटा चाहना चाहिँ जहिले पनि पहिले अरूले खाना खाओस् पहिले अरूले खाना खाओस् त्यसपछि अन्तमा त्यो इच्छा गर्छु म चाहिँ मेरो मण्डलीमा चाहिँ म त्यो इच्छा गर्छु सबैले खाएपछि तपाईँको लागि इच्छा गर्छु किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु र जसो मैले तिमीहरूको निम्ति गरेँ तिमीहरूले पनि त्यसै गर साँच्चै म तिमीहरूलाई भन्दछु नोकर आफ्नो मालिक भन्दा ठुलो हुँदैन अनि खबर लाने खबर पठाउने भन्दा ठुलो हुँदैन जसले आफूलाई सेवक बनाउँछ परमेश्वरले तिनीहरूलाई उचाल्नुहुन्छ येशू प्रभुले गरेर देखाउनु भयो येशू प्रभु सबैभन्दा तल झर्नुभयो यहाँ त बालसङ्गति हुँदैन है हुन्छ बालसङ्गति को हो यहाँको शिक्षक शिक्षिका को हो तपाईँ हो शिक्षिका हो तपाईँ ल एकदम खुसी लाग्यो ठुलो जिम्मेवारी हो त्यो एकदमै ठुलो जिम्मेवारी नानी प्रभुले तपाईँले दिनुभएको जिम्मेवारीको लागि प्रभुलाई धन्यवाद गर्नुहोस् साह्रै ठुलो जिम्मेवारी बालसङ्गतिमा पढेका नानीहरू आज ठुला उसमा पुगेका छन् तपाईँलाई त्यति ठुलो मौका छ बालसङ्गतिमा यहाँ सिकाउनुहुन्छ कि सिकाउनु जसले आफूलाई उच्च पार्छ त्यो होच्याइने त्यो के सिकाउनुहुन्छ जसले आफूलाई उच्च पार्छ त्यो होच्याइनेछ डम्राउने लड्छ होइन होच्याइनेछ भन्छ अनि जसले आफूलाई होच्याउँछ त्यो उच्च पारिनेछ भने उफ्रिन्छ के बाइबलको सिद्धान्त जब्दीका 2 जना छोराहरू थिए याकुब र यूहन्ना उनीहरूले के भनेदेखि येशू प्रभुलाई आएर भने हे प्रभु तपाईँ फेरि आउनु हुँदा हैन हामीहरू मध्ये एकजनालाई दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि बस्नलाई अनुमति दिनुहोस् अनि येशू प्रभुले के भन्नु भइहाल्छ नि हुन्छ भइहाल्छ म आएको त्यही तिमी दाहिने बस तिमी बायाँ बस भन्नुभयो के भन्नुभयो थाहा छ मेरो दाहिने र देब्रे बस्नपट्टि बस्न दिने त्यो अधिकार मसँग छैन पितासँग मात्र छ तर जो ठुलो हुन चाहन्छ त्यो सबैको सेवक बनोस् जो आफूलाई होच्याउँछ त्यो चाहिँ उच्च पारिनेछ जो आफूलाई होच्याउँछ त्यो चाहिँ उच्च पारिनेछ जो दास बन्छ त्यो चाहिँ उच्च हुनेछ अग्लो हुनेछ उसलाई चाहिँ माथि राखिनेछ तर जसले आफूलाई उचाल्छ त्यो चाहिँ खसालिनेछ मैले नेमटिसीको क्लासमा तपाईँ हुनुहुन्थ्यो मैले सिकाउँदै गर्दाखेरि भाइ हुनुहुन्थ्यो होइन शैतान त्यसको नाम लुसिफर होइन र लुसिफर नराम्रो थिएन बाइबलमा पढ्नु त्यसको बयान हामीले देखेको हामीले हेरेको जस्तो हामीले सम्झेको जस्तो शैतान चाहिँ यस्तो शैतान कस्तो हुन्छ भन्न चाहने शैतानको अनुहार कस्तो हुन्छ कालो सिङ भएको दारा निस्केको पुच्छर भएको त्यस्तो हो
होइन? हामीलाई चाहिँ त्यस्तो चित्र आउँछ हो कि होइन भन्नुहोस् न? तर के भनेको छ बाइबलले थाहा छ? त्यो चाहिँ अति सुन्दर, कुनै खोट नभएको, अति ह्यान्डसम पनि, अति ह्यान्डसम। अब के भन्ने, त्यो कुनै छैन, उसको दाँजोमा कोही पनि छैन। उसलाई त बिहानको तारा, यीशु प्रभुलाई पनि बिहानको तारा भनेको छ, लुसिफरलाई पनि बिहानको तारा भनेको छ। ऊ तारा जस्तो चम्किनु, धेरै खुबी भएको, धेरै जान्ने सुन्नेको, एकदमै गाउने बजाउनेहरूको नायकी होइन र? स्वर्गदूतहरूमा पनि प्रधान स्वर्गदूत। त्यस्तो मान्छे जब उसको घमण्ड आयो, किन परमेश्वरको मात्र पूजा गर्नुपर्ने? म पनि त केही हुने, म पनि ह्यान्डसम छु होइन, मलाई सबै कुरा आउँछ, मैले मेरो अधीनमा बस्नेले मेरो कुरा मान्नुपर्छ। जब उसको घमण्ड आयो, परमेश्वर त्यसलाई तल खसालिदिनु। हामीले यो कुरा हामीले एजकेलमा र त्यसै गरी यसैमा हामी यो कुरा पढ्न पाउँछौँ। बुझ्नुभयो? जसले आफूलाई उच्च पार्छ के हुनेछ अरे? उच्चिनेछ, तल खसाइनेछ, तल झारिनेछ। तर जसले आफूलाई नम्र तुल्याउँछ, जो सेवक बन्छ, त्यसलाई चाहिँ के गर्नुहुन्छ? परमेश्वरले उच्च पार्नुहुन्छ, परमेश्वरले उठाउनुहुन्छ। आमेन। यसैले गर्दाखेरि हामीले सिक्नुपर्ने कुरा त्यो हो। अनि अर्को, याकुब 4:10 भन्छ, परम प्रभुको सामुने आफूलाई विनम्र तुल्याओ, उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ। याकुब 4:10 भन्दछ। अनि मत्ती 23:11 पनि, तर म तिमीहरूलाई तिमीहरू चाहिँ यस्तो नहो, तिमीहरू मध्ये जो ठुलो छ त्यो सानो बनोस् र अगुवा हुने चाहिँ सेवा गरोस्। तिमीहरू मध्ये जो सबैभन्दा उच्च छ त्यो तिमीहरूको सेवक हुनेछ। संसारमा चाहिँ के छ? संसारमा चाहिँ ठुलो मान्छेले सानोमा ऊ चाहिँ ठुलो मान्छ, अरूलाई काम गराउँछ होइन र? अरूलाई काम गराउँछ। तर क्रिस्चियनहरूमा चाहिँ ठुलो मान्छेले चाहिँ सेवा गर्छ। येशू प्रभुको उदाहरण, तपाईँको काम सेवा गर्नु। हामीले तपाईँलाई यहाँ ठुलो बनाउनलाई होइन भाइ, तपाईँ चाहिँ तपाईँले आफैलाई होच्याउनु पर्नुहुन्छ। बोली वचन व्यवहारमा हामी कडा स्वभाव गर्नु मिल्दैन, नम्रताका साथमा अनुरोध गर्नुपर्छ हामीले होइन र? अगुवा भनेको त त्यस्तो पो रहेछ बाइबलको अगुवा। संसारको अगुवाले शासन गर्छ, मण्डलीको अगुवाले सेवा गर्छ, शासन गर्दैन, सेवा गर्छ। बुझ्नुभयो? संसारको अगुवाले शासन गर्छ, मण्डलीको अगुवाले सेवा गर्छ। पहिलो पत्रुसको, तपाईँले त्यहाँ पहिलो पत्रुसमा पनि हेर्नुभयो भनेदेखि म यो चाहिँ म पढ्न चाहन्छु, म यो पढ्न चाहन्छु यहाँ, अनि उज्यालो गरेर पढ्न चाहन्छु। एकदमै महत्त्वपूर्ण। म एकजना पास्टर भएको कारणले तपाईँ पास्टर हुनु भएको व्यक्तिलाई पनि मैले यही कुरा म बताउन गइरहेको छु, यही कुरा बताउन गइरहेको छु। अनि त्यसपछिबाट हामी अभिषेकको कार्यक्रममा हामी जानेछौँ। पहिलो पत्रुस त्यसको 5 अध्याय यहाँ लेखेको छ। एक पद के हेऱ्यो भनेदेखि, ख्रीष्टको कष्टको साक्षी र प्रकट हुने महिमाको सहभागी भएको नाताले म एक सङ्गी एल्डरको हैसियतले तिमीहरू मध्येका एल्डरहरूलाई म आग्रह गर्दछु। म एल्डर, म पनि एकजना एल्डर। यो ठाउँमा र अर्को एक ठाउँमा मात्र भन्छ एल्डर भनेर, नभएदेखि सबै ठाउँमा एल्डरहरू भनेर बहुवचन चलाएको छ, एल्डरहरू। त्यसरी मण्डलीमा एल्डरहरू राखिनु पर्दछ। अनि यहाँ के भन्दछ भने, तिमीहरूको रेखदेखमा राखिएको परमेश्वरको बगाल। बगाल चाहिँ कसको? परमेश्वरको। यहाँ त पास्टरहरूको झगडा गरेको देखेर अचम्मै लाग्छ। मेरो बगालको चोरेर लग्यो नि फलानुले, मेरो बगाल भन्छ, परमेश्वरको बगाल पनि भन्दैन होइन र? आफ्नै बनाइहाल्छ।
यहाँ भनेको छ परमेश्वरको बगालको हेरचाह गर भनेर यहाँ लेखिएको छ। तिमीहरूको रेखदेखमा, रेखदेख चाहिँ कसको रेखदेखमा? तिमीहरू एल्डरहरूको रेखदेखमा राखिएको होइन। एल्डरको काम चाहिँ रेखदेख गर्ने हो। तिमीहरूको रेखदेखमा राखिएको परमेश्वरको बगालको हेरचाह गर। अनि के भनेको छ? करले होइन सो इच्छाले, धनको लोभले होइन तर उत्साह साथ। भाइ म तपाईँलाई अहिले म सोध्न चाहन्छु, तपाईँले गर्न लाग्नुभएको यो चाहिँ के अरे करले हो। हामीले तपाईँलाई भाइ तपाईँ त्यहाँ कोही छैन, तपाईँ पास्टर बनिदिनुहोस् न प्लिज प्लिज प्लिज, तपाईँ बन्नै पर्छ। हामीले कर लगाएका छौँ छैनौँ होइन। हामीले एल्डर नियुक्त गर्ने कुरा 4 वर्ष अगाडिदेखि कुरा गरेको, रोके होइन र यो निर्णय भएको पनि 6-7 महिना भइसक्यो। अझै पनि हामी अहिले आएर गर्दैछौँ होइन र 6-7 महिनापछि आएर गर्दैछौँ। हामी तुरन्तै गरेका छौँ। हामीले कर लगाएका छैनौँ। कर लगाएको छ भने भन्नुहोस् है, केही पनि फरक पर्दैन। हामी रोक्छौँ यहीँनिर होइन र सेवा गर्छौँ, आशीर्वाद माग्छौँ। के फरक पर्छ? केही पनि फरक पर्दैन। करले हो होइन, रहरले गर्नु, इच्छा राखेर, जसले बिसपको काम गर्ने इच्छा गर्दछ उसले असलै गर्ने इच्छा गर्दछ। पहिलो पत्रुस 3:1 होइन, त्यहाँ लेखिएको छ। अनि त्यसपछि यहाँ लेखिदिएको छ धनको लोभले होइन। मैले तपाईँलाई पैसा दिन्छु भनेको छु, तपाईँ पास्टर भनेपछि तपाईँको तलब यति हुन्छ भनेको छु छैन। ज्ञानेश्वरले के भनेको छ भने यो तपाईँहरूको काम हो, उनको परिवारलाई हेर्नु पर्छ। बुझ्नुभयो? मण्डलीले हेर्नुपर्छ है, उहाँको रेखदेख गर्ने काम छ। हो मण्डली सानो छ अहिले सक्दैन, तर तपाईँहरूले दशांश त दिन सक्नुहुन्छ नि? सक्नुहुन्छ कि सक्नुहुन्न? दिनु भइरहेछ? दशांश दिनुभएको छ? हात उठाउनु। एकदम खुसी लाग्छ। तपाईँहरूको दशांश भेटीले हुन त उहाँहरूले लिनुभएको छैन अहिलेसम्म, तर गर्नुपर्ने के भने दशांश भेटीहरूबाट आफ्नो पास्टरलाई उहाँको रेखदेख गर्नुपर्छ। हो अहिले आफ्नै काम गर्नुहुनेछ अहिले, तर समय आउनेछ तपाईँहरूले आफ्नो पास्टरको रेखदेख तपाईँहरूले नै गर्नुपर्छ। बुझ्नुभयो? तर मलाई मण्डलीले दिन्छन् भनेर यो सबै त्यो आएको भेटी स्वरेर हिँड्न चाहिँ पाइँदैन नि। होसियार, धनको लोभले होइन, धनको लोभले होइन। धेरै पास्टरहरू छन् नेपालमा, धेरै छन्, भेटी गन्ती हुँदैन, पास्टरहरू लगाएको छ। मैले राखेको हुन्छ कहाँ राखेको छ? छैन। धेरै पास्टरहरूले हात धुनु परेको छ सेवकाईबाट, किनभने धनको लोभले गर्दाखेरि। भाइ होसियार, धनको लोभले होइन होइन। त्यहाँ के लेखेको छ? धनको लोभले होइन तर उत्साह साथ तिमीहरूको बिचमा रहेका माथि अधिकार जमाएर होइन। अधिकार छ, यसो गर। मलाई तैँले जयमसी किन नगरेको? पाइँदैन। ठुलो मान्छे हुनको लागि होइन र। जयमसी गर्ने अवस्था भनेको आफैले सृजना गर्ने, प्रेमको साथमा व्यवहार गर्ने होइन र। प्रेम भन्छ आफ्नो मण्डलीहरूलाई, आफ्नो अगुवालाई चाहिँ हामीले आदर गर्नुपर्छ। थाहा छ तपाईँहरूलाई कि पर्दैन? गर्नुपर्छ। एकदमै आदर, पास्टरहरू आदरको यो दोहोरो आदरको योग्य हुन्छन्। वचन सिकाउने एल्डर दोहोरो आदरको योग्य हुन्छन् भनेको छ। त्यो भनेको हामीले गरिने एउटा आदर, अनि अर्को चाहिँ उनीहरूलाई हामीले रुपियाँ पैसा अन्य भेटीहरू आदर गर्ने। आदर गर्ने चाहिँ हजुर तपाईँ भन्ने, तर आएको बेलामा 1 कप चिया दिनलाई पनि अल्छी मान्ने हुँदैन। त्यो चाहिँ आदर गरेको होइन र होइन र। तपाईँसँग के छ दिनुहोस् न, पास्टरको लगेर दिनुहोस्। तपाईँहरू लगेर पास्टरको घरमा मानिदिनु। हामी नेपालमा त छ के अरे काठमाडौँमा त त्यति छैन, त्यहाँ जति पनि पाइन्छ। यहाँ त भन्ने बित्तिकै तुरन्तै पाइँदैन। मानिदिनु ल पास्टरको घरमा एउटा केही त्यस्तो फलफुल केही छैन, अम्बाको बोट छैन रहेछ अरे होइन र। लु पास्टर तपाईँले हाम्रो बारीमा फलेको अम्बा तपाईँले पनि खानुहोस् न है, तपाईँले लगिदिनुहोस्। आदर गर्नुभएको त्यो पनि होइन। हाम्रोमा आभाकाडो फलेको छ, म तपाईँलाई आभाकाडो ल्याइदिन्छु पास्टर, लगिदिनुहोस् न। आदर गर्ने कुरा त्यो पनि हो। बुझ्नुभयो? दोहोरो आदर गरेको छ। एउटा चाहिँ मुखले पनि आदर गर्ने, मुखले चाहिँ आदर गर्ने, तर व्यवहारमा चाहिँ होइन हुँदैन त्यसरी दोहोरो आदर। तर उहाँ चाहिँ आदर पाउनको लागि भनेर आदर थाप्दै हिँड्ने मान्छे पनि हुँदैन। बुझ्नुभयो? मैले जयमसी गर्न जान्दैनस्
तँलाई सिकाएको त्यही हो कतिले भन्छ होइन बुझ्नु भयो नानी आफैले मलाई मण्डलीमा आएर सबैले आशीर्वाद माग्नु आउँछन् मण्डली यसरी शिर निहुराउँदै आउँछ हिजो पनि कुरा गर्दै थियो यहाँ बाबु पनि आउनुहुन्छ शिर निहुराउँदै कति पुरानो विश्वास अगाडिदेखि हुनुहुन्छ शिर निहुराउँदै आउनुहुन्छ आशीर्वाद माग्नलाई मैले एकचोटि के भनेको थिएँ बरुमा हात मिलाउँछु नि म कतिलाई अप्ठ्यारो लाग्ने रहेछ आशीर्वाद दिँदाखेरि अप्ठ्यारो हात मिलाउँछु न मलाई यसो भन्नुभयो गुरुबा हामीले तपाईँलाई आदरको साथमा भनेका छौँ तपाईँलाई के खर्च हुन्छ र तपाईँको के जान्छ र यति हात राखेर प्रभुले आशिष दिनु भन्दामा तपाईँको के खर्च हुन्छ र भनेर एउटा नानीले भने त्यसपछिदेखि मेरो मुख बन्द भयो हात मिलाउँछु शिर मिलाउनेलाई आशीर्वाद हात राखिदिन्छु मैले जानेको चाहिँ त्यही हो भने चाहिँ म चाहिँ त्यही नै गर्छु बुझ्नु भयो त्यसरी यहाँ भनेको चाहिँ के भनेको थियो अन्तिम यो भनेर सिकाउँछु तर जिम्मामा भएकाहरूमाथि अधिकार जमाएर होइन तर बगारको निम्ति उदाहरण भएर उदाहरण हुनु पर्यो बुझ्नुभयो अब म प्रार्थनाको सभामा जाँदिनँ भने मैले प्रार्थनाको विषयमा सिकाउन सक्दिनँ म दशांश दिँदिनँ भने मैले दशांशको विषयमा सिकाउन सक्दिनँ पास्टर आफैले दशांश दिँदैन कसरी सिकाउने अस्ति हामी त्यहाँ वरपर भएको पुलिस चौकीहरू सरसफाइ गर्ने सामान किनेर दिने नकुजेलमा सामान किनेर दिने भन्ने भयो मैले एउटा मिटिङ बोलाएँ आउनुभयो धेरै मण्डलीको भाइ बहिनीहरू आउनुभयो यो गर्नुपर्छ त्यो गर्नुपर्छ सबैले धेरै कुराहरू भने र गर्नु त पर्छ त्यसको लागि पैसा चाहिन्छ कसरी गर्ने त ल हामी आफैबाट उठाउँ पहिला भनेको सबैले एकाअर्कालाई हेर्न थाल्यो मेरो पालो खुर्को म पहिले तयार गरेर गएको थिएँ खुर्को पखाल्दैमा पैसा निकालेर गएर पैसा लगाएर दिएँ मैले चाहिँ गरेँ है र मैले सुरु गरेँ अगुवा भएपछि मैले गर्नु पऱ्यो नि त सुरु होइन त अगुवा भनेको जहिले पनि एक कदम अगाडि हो क्या कतिजना मान्छेहरू चाहिँ होइन लिने कुरामा चाहिँ अगाडि दिने कुरामा चाहिँ पछाडि प्राइज दिने बेला बच्चाहरू चाहिँ छ नि अगाडि जान्छन् धक्काली अगाडि दिन्छन् अगाडि के बाँड्दैछ भनेदेखि सुई लाउन आएको छ भने सबैलाई अगाडि साथसाथै पछि आउँछ होइन त्यो बच्चा जस्तो हुनु भएन बुझ्नुभयो अगुवाहरू एक कदम अगाडि वचन पढ्ने प्रार्थना गर्ने सेवा संगति र त्यसै गरिकन उदाहरण भएर जिउने कुरामा एक कदम अगाडि गरेर देखाउनु पर्छ अहिलेको जवानहरूले मैले प्रचार गरेँ यस्तो प्रचार मात्र गरेँ नि सुन्दैनन् अब मण्डलीमा टोयलेट पनि सफा गर्नुपर्छ पास्टर भएपछि बुझ्नुहुन्छ पास्टर भएपछि गर्नुपर्छ त्यो काम पनि गर्नुपर्छ अब म तपाईँहरूलाई सबैजनालाई अगाडि